आजसँग 3 पटक भयो। के भएछ भनेर कन्फ्युज नहुनु फेरि। आइब्रो जेलले आइब्रो बनाउने मैले प्र्याक्टिस गरिरहेछु नि त। आज 3 दिन भयो। 3 दिनसम्ममा चाहिँ हरेक दिनको भिडियो पनि हालेको छु। यतिको भयो। एकदम बिस्तारै आइब्रोको मात्रै बनाएको छु। तपाईहरुलाई पनि हेल्प हुन सक्छ। के पनि नजानेकोहरु हुनुहुन्छ होला नि त। अब जानेकोहरुलाई त नहेर्नु नै भन्छु, म त्यत्रो जान्ने नै छैन। मैले आफै प्र्याक्टिस गरिरहेछु नि त। पेन्सिलहरुले चाहिँ कोर्न सजिलो हुन्छ, आइब्रो जेलले चाहिँ मैले पहिला गर्दिन थिएँ। सिरियसली नै मैले भने हैन, गर्दिन थिएँ। अहिले चाहिँ गर्नुपर्छ, मैले प्र्याक्टिस गरे भने हुन्छ होला भनेर प्र्याक्टिस गरिरहेछु। आइब्रो पनि कति धेरै आएको छ कि, त्यही पनि म त एकदम अल्छी छु। यतिको चाहिँ कोसिस गरे। नमिलेको कुरा छ भने मलाई सजेस्ट गरिदिनु ल, भिडियो हेरिदिनु। थ्यांक यू।